हेलो साथीहरु, वेलकम टु माई मिनी भ्लग। इट्स मी पविता हैन। अनि आज चाहिँ हामी कोलम्बिया डाङ एजुकेसनबाट चाहिँ हामीहरु साइबर क्राइम को बारेमा जानकारी लिन अनि त्यसबाट चाहिँ सचेत हुनको लागि हामीलाई एउटा ट्रेनिङ प्रोग्राम भइरहेको छ हैन। हामी सो त्यसैको लागि जाँदै छौं। अनि हेर्नुस् पानी परेर हालत खराब छ। सो लेट्स सी हामी चाहिँ खराब जाँदै छ। लोडेड देखाउ न। हैन लोडेड ल है साथीहरु, पानी परेर चाहिँ अहिले मौसम यस्तो छ, एकदम राम्रो नै छ भनौं। पानी परेको त कसलाई नराम्रो लाग्छ र हैन। एकदम शीतल वाखी भित्र पसेका छौ हैन। साथीहरु सबै यता उता हुनुहुन्छ, अनि कोही अगाडि कोही यता। मलाई लैजानुस् के पछाडी हेर्नुस् हैन। मौसमले चाहिँ साथ दिएछ जे होस्। धेरै पानी पनि परे हैन, धेरै गर्मी पनि, मतलब घाम पनि लागे हैन। सो रमाइलो नै भयो। हामी हजुर फुल राख्ने तरिका चाहिँ मस्त लाग्यो है। ल यहाँदेखि भित्र चलो। फिर मिलेंगे। अहिले चाहिँ हाम्रो चिप्लेर चिप्लेर हो। चिप्लेर चाहिँ मै काटिरहेको छु। हाम्रो साथीहरु चाहिँ हामी चाहिँ हलमा आइपुग्यो। हाम्रो के हो प्रोग्राम स्टार्ट हुन्छ एकैछिनमा। सिडीबाट झर्दै थियो चिप्लेर, एउटा साथी चाहिँ चिप्लेर गमला नै फुटेको। त्यो एक्सिडेन्टले चाहिँ एकदम हल्का नरमाइलो लागेको छ। अनि हेर्नु साथीहरु, यहाँ चाहिँ एसी पनि रहेछ हैन। मस्त लागिरहेको चाहिँ प्रोग्रामको फुल तयारी हुँदैछ। पछाडितिर अगाडि नै बसेको छ। हजुरहरूलाई म देखाउने नै छु। लास्टसम्म तपाईहरुले मेरो साथ दिनु। सम्पूर्ण विद्यार्थी साथीहरूलाई, भाइ-बहिनीहरूले ताली बजाएर प्रोग्राम अर्गनाइजर भाइ युथ को कार्यक्रम विधिवत रूपमा उद्घाटन भएको घोषणा गर्दै दुवै प्रदेश सांसद सरले भनेको एउटा मैले ठ्याक्क कुरा मैले नोट गरेको कुरा के छ, हामीले यति सजिलो बनाइदियो कि सबै थोक पाउँछ। तर त्यसले दिएको चाहिँ हामीलाई एउटा सभ्य नागरिकको हिसाबले तपाईलाई राष्ट्रलाई तपाईले सेवा गर्नुपर्ने अवस्था आउँछ। कुनै बेला तपाईले चाहिँ एउटा नागरिकको भूमिकाले तपाईले चाहिँ जवाफ दिनुपर्ने हुन्छ। त्यति बेला चाहिँ तपाईले चाहिँ आफू चाहिँ गैर जिम्मेवारी हुनुभयो। तपाईलाई राज्यले चाहेको बखत तपाईँ चाहिँ राज्यलाई सहयोग गर्नु भएन। त्यति बेला चाहिँ तपाईँ चाहिँ के हुन सक्नुहुन्छ, त्यो कानुनको हकमा चाहिँ तपाईँ के हुनुहुन्छ, अपराधी साबित हुन सक्नुहुन्छ। त्यो भन्नु खोजेको यो कुराले चाहिँ प्रत्येक आधा सेकेन्डमा एकजना बालबालिका पहिलो पटक अनलाइनमा आउँछ भन्छ। हेर्नुहोस् है, हामी कता पुगिरहेको छौँ। एकजना बालबालिका 1 सेकेन्डमा 100 मिली सेकेन्ड, विथिन 50 मिली सेकेन्ड है। के हुन्छ मान्छे आधा सेकेन्डमा चाहिँ एकजना बालबालिका चाहिँ अनलाइनमा आउँछ भन्छ। खोल्यो तपाईहरु पनि हुन्छ होला, बिहान उठ्ने बित्तिकै तपाईहरु के हुन्छ, झ्याप्प तपाईको आँखा त्यसमा जान्छ, मोबाइलमा जान्छ।
अर्को कुरा कसरी नचिने फाइल डकुमेन्ट फोटो भिडियो आदि पठाउन सकिने अति सामान्यका कुराहरू ह्युमन मेटेरियल्सका कुराहरू उपलब्ध हुने थाहा छ तपाईले ट्याक्क हान्नुभयो अहिले त एआई र च्याट जीपीटी का कुराहरू तपाईले जे चाहनुहुन्छ त्यो सबै अभाइलेबल हुन्छ तपाईलाई दिन्छ मजाले दिन्छ यो जमाना आइसक्यो है देश विदेशका घटनाहरू समाचारबाट जानकारी पाउन सकिन्छ तुरुन्तै कहाँ के भयो तुरुन्तै नोटिस आइहाल्छ हैन नोटिफिकेसन ट्याङ्ग घन्टी बजे कहाँ के भयो सबै आउँछ हामीलाई यति सजिलो बनाइदिएको छ सामाजिक सञ्जालले नेटले यति सजिलो बनाइदिसकेको छ भौगोलिक अवस्थिति कहाँ छ के छ तपाईँ यहाँ बस्नुहुन्छ मेरो घर कहाँ छ भनेर ट्याङ्ग घरको लोकेसन ट्याङ्ग हेर्नुहुन्छ कि उसले पनि घर पनि देख्नुहुन्छ मजा त्यस्तो मजा यस्तो हामीलाई सजिलो बनाइदिसकेको छ ब्लग मार्फत एक रचना र अन्य सृजना प्रस्तुत गर्न सकिने भन्छ कोही मान्छे कस्तो थियो जब टिकटकको सुरु भएपछि मान्छे एकाएक के हो कहाँ पुगिसक्यो सबै मान्छे आफ्नो लेख रचना ब्लग मार्फत कहाँ अगाडि पुगिसकेको छ मान्छे हामीलाई सजिलो बनाइदिएको छ हैन आफ्ना भावना व्यक्त गर्न सक्ने स्ट्याटस ट्विट मान्छे कतिपय के हुन्छ कि मान्छे बोल्नै नसक्ने मान्छे के गरेको छ जान्छ त्यसको केही बोल्न सक्दैन ट्याक्क मोबाइल खोल्छ उसले चाहिँ स्ट्याटस राखिदिन्छ के लेखिदिन्छ उसले फेसबुक मार्फत कुनै मार्फत ट्विट मार्फत केही गरिदिन्छ के त्यति सजिलो बनाइदिएको छ आफ्ना भित्र रहेका अभिव्यक्तिलाई चाहिँ एउटा अभिव्यक्ति गरेर एउटा राम्रो प्लेटफर्मको रूपमा चाहिँ भएको छ पछिल्लो समयमा सामाजिक सञ्जाल सामग्रीहरू कस्तो गर्नु कुनै समस्या परेको बारेमा पैसा माग्नु अन्य व्यक्तिहरूलाई अश्लील सामग्रीहरू सेयर गरी बदनाम गर्नु यो चाहिँ नक्कली आइडीबाट फेक प्रोफाइल मेकिङबाट हुने घटनाहरू है यसमा यस्तो किसिमको अब यो फेक आइडी किन बनायो हेर्नुहोस् त मान्छे हामी सोच्नु पर्ने कुराहरू है हामीले बुझ्नु पर्ने कुराहरू अब हामीले सामाजिक सञ्जाल प्रयोग गरिरहँदा हेर्नुहोस् त फेक आइडी पनि बन्द रहेछ त है अब साथीको भन्ने विश्वास मान्ने भयो जमाना रहेछ हामीले सामाजिक सञ्जाल चलाइरहँदा हामीले चाहिँ तीन चारवटा कुरालाई याद गरौँ है जस्तो कोही साथीले कुनै सामाजिक सञ्जालबाट प्रस्ताव राख्यो अब त्यो चोसमा चाहिँ नपर्ने त्यो भ्रममा चाहिँ नपर्ने अब कसैले सामाजिक सञ्जालबाट तपाईसँग प्रस्ताव राख्यो त्यति बेला के सम्झनु पर्यो एक फेक आइडी हुन सक्छ है एउटा ह्याक भएको हुन सक्छ पनि हुन सक्छ अर्को चाहिँ हामीले चाहिँ त्यो कसैको चाहिँ तपाईको चाहिँ तेस्रो कुरा चाहिँ हामीले चाहिँ के बुझ्न पर्छ ती कुराहरूलाई चाहिँ हामीले चाहिँ एउटा ह्याकका कुरा गर्यो इन्टरनेटको माध्यमबाट चाहिँ योजना चित्र सन्देश भिडियो आदि पठाउने त्यो चाहिँ सेक्सटिङहरू भन्छ खराब मनसाय बोकेको व्यक्तिहरूले महिलाहरूलाई यस्तो किसिमको मेसेज पठाउने गरेको र यसबाट बालबालिका दुर्व्यवहारको शिकार भएको पाइएको छ त्यो के भनेपछि हामीले के बुझ्नु पर्ने छ भाइबेनीहरु यो अहिले नास्ता खाँदैछु यति बेला के बुझ्नु पर्ने तपाईले जस्तो कसरी भन्नुभयो नि फेक आइडी भन्नु हैन जस्तो तपाईले मैले कहाँ सम्झेर जोड्छु मलाई चाहिँ कुनै साथीहरु फाइनली प्रोग्राम सकियो हामीले नास्ता पनि खाइसक्यौं त्यसले गर्दा अब 10 देखि 11 को कम्प्युटर साथीहरुले चाहिँ खाना हामी चाहिँ सकेर हामी नलाग्यो घरतिर सो हामी चाहिँ अब होटलदेखि बाहिर आइसक्यो प्रोग्राम सकिसक्यो गाइजहरु थ्यांक यू सो मच मलाई लास्टसम्म साथ सपोर्ट दिनु भएकोमा हस् बाई आजको लागि यति नै थ्यांक यू अब भेट्छु नेक्स्ट भिडियोमा